हेलो नमस्कार। आज हामीहरूले जापानिज भाषा पढ्ने क्रममा लेसन 3 को वर्ड मिनिङ लिएर आएका छौँ। हेरेर साथ सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला है। कोको कोको भनेको यहाँ, सोको सोको भनेको त्यहाँ, आसोको आसोको भनेको उ त्यहाँ, दोको दोको भनेको कहाँ है। कसैले क्वेसन गर्नुपर्दा दोको भनेको कहाँ है। कोचिरा कोचिरा भने यहाँ यतातिर, सोचिरा त्यहाँ त्यतातिर है। आचिरा भनेको उ त्यहाँतिर है। दोचिरा भनेको कहाँतिर है। केउसेचु भनेको कक्षा कोठा है। केउसेचु भनेको कक्षा कोठा। सेउकुदो भनेको चाहिँ भोजनालय अर्थात् क्यान्टिन है, खाना खाने ठाउँ है। जिमुस्यो भनेको कार्यालय, अफिस है। खाइगिसिचु भनेको मिटिङ हल, बैठक कोठा है। मिटिङ हल अर्थात् बैठक कोठा। उक्के भनेको रिसेप्सन है। उक्के भनेको रिसेप्सन है। रोबी भने लभली है, प्रतीक्षा हल है। हेया भनेको कोठा। तोइरे अर्थात् ओत्याराई भनेको चाहिँ चर्पी अर्थात् टोइलेट है। खाइदान भनेको सिडी अर्थात् भर्याङ है। खाइदान भनेको सिडी अर्थात् भर्याङ है। एरेबेता भनेको लिफ्ट। एरेबेता भनेको लिफ्ट। एक्सुकारेता भनेको चाहिँ एक्सलेटर, इलेक्ट्रिक भर्याङ है, विद्युतीय भर्याङ सिडी है। ओकुनी भनेको देश है। कुनी भनेको देश। ओकुनी ओ थप्दा चाहिँ पोलाइट रूपले देश भन्दा चाहिँ ओकुनी है। खाइस्या भनेको कम्पनी है। उची भनेको घर है। देनवा भनेको फोन। कुचु भनेको जुत्ता। नेकेताई भनेको टाई। वाइन भनेको वाइन अर्थात् रक्सी है। वाइन भनेको रक्सी। ताबाको भनेको चुरोट है। उरिवा भनेको चाहिँ बेच्ने ठाउँ अर्थात् काउन्टर है, बेच्ने ठाउँ। चिखा भनेको चाहिँ अन्डरग्राउन्ड अर्थात् भुइँतला है। भुइँतला, फेदको तला, भुइँतला है। खाइगाई भनेको चाहिँ तला भन्दा चाहिँ 3 तला भन्दा चाहिँ गाईको प्रयोग गरिन्छ भने अरू तलाहरूमा चाहिँ खाइको प्रयोग गरिन्छ है। नानगाई भनेको चाहिँ कति तला है। नानगाई भनेको कति तला। एन भनेको जापानिज रुपियाँ है। एन भनेको चाहिँ जापानिज रुपियाँ। इकुरा भनेको चाहिँ कति रुपियाँ है। ह्याकु भनेको चाहिँ 100 है। सेन भनेको चाहिँ 1000। मान भनेको चाहिँ 10,000। सुमिमासेन भनेको चाहिँ कृपया है। देगोजाइमास भनेको चाहिँ देशको विनम्र शब्द है। ओमिसेते कुदासाई भनेको चाहिँ देखाउनुहोस्। ओमिसेते कुदासाई भनेको चाहिँ देखाउनुहोस्। ज्या भनेको चाहिँ ल है। ल भन्दा चाहिँ ज्याको प्रयोग गरिन्छ। ओ कुदासाई भनेको चाहिँ दिनुहोस्। ओ कुदासाई भनेको चाहिँ दिनुहोस् है। सिनओ शाखा भनेको चाहिँ ठाउँको नाम है। ओसाका है, सिनोसाका है। इटारिया भनेको चाहिँ इटली है। टारिया भनेको चाहिँ इटली है। सुइसु भनेको चाहिँ स्विजरल्यान्ड है। आज हामीले लेसन 3 को वर्ड मिनिङ पढ्ने क्रममा 53 वटा वर्ड मिनिङहरू नेपालीमा सजिलो तरिकाले पढेका छौँ है। घरमा पढेर लेखेर है याद गर्नु होला है। सामान्य तरिकाले पढ्दै जानु होला, याद गर्दै जानु होला है। मिनिङहरू है, वर्ड मिनिङहरू सुरुमा सबैलाई गाह्रो लाग्छ, याद गर्न गाह्रो हुन्छ है। जापान जाने एउटा भविष्य सपना देखेपछि याद गर्नुपर्छ है। मेहनत गर्नुपर्छ। घरमा मेहनत गर्नु होला, पढ्नु होला है। आफ्नो सपना समयमै पुरा गर्नु होला है। घरमा चाहिँ मेहनत गर्ने, सुन्ने है। सुनेर याद हुन्छ है। सुन्ने, पढ्ने है, लेख्ने, आफूलाई जसरी याद हुन्छ, जुन तरिकाले याद हुन्छ है, पढ्दै जाने है। अब हामीहरू चाहिँ अब भोलिको भिडियोमा चाहिँ लेसन 4 को वर्ड मिनिङ लिएर आउनेछौँ। हेरेर साथ सपोर्ट, लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। हस्, धन्यवाद।